आज मेरो जेठो छोराको पहिलो दिन स्कुलको एन्ड आई एम नट ओके। मलाई 2 वर्ष अगाडिको कुराहरू याद आयो। मेरो चाहिँ नेक्स्ट डे सेकेन्ड बेबीको इन्ड्युस गर्ने दिन थियो। सो अगाडिको राति म मेरो फर्स्ट बोर्नलाई सुताइरहेको थिएँ। म धेरै एक्साइटेड थिएँ तर एट द सेम टाइम एकदमै स्याड पनि थिएँ। अनि अल द मम गिल्ट किक्ड इन, लाइक वाट इफ मेरो बेबीलाई मैले अहिले जस्तो माया गर्न सकिनँ भने, टाइम धेरै दिन सकिनँ भने, वाट इफ उसले एक्लै फिल गर्यो भने, वाट इफ सबैजनाले सानो बेबीलाई नछो, तिमी अब बिग ब्रदर भइसक्यौ, बिग ब्रदर जस्तो एक्ट गर भनेर भन्यो भने, जबकि ऊ जस्ट 2 वर्षको त छ। वाट इफ मैले ऊ पहिलोचोटि स्कुल जाँदाखेरि सेम इमोसन फिल गरिनँ भने, सो मेनी वाट इफ्स केम इन माई माइन्ड। अनि मैले मेरो बेबीलाई आई लभ यु सो मच, नो म्याटर वाट ह्यापन्स, मम्माले जहिले पनि माया गर्छु भनेर भने। देन उसले मलाई यस्तो टाइट हक गर्यो कि उसले मेरो सबै इमोसन बुझे जस्तो गरेर एकछिनसम्म टाइट हक गर्यो र एभ्रिथिङ फेल्ट गुड। एन्ड नाउ आफ्टर 2 इयर्स आज बिहान उसलाई स्कुल छोडेर आउँदाखेरि म एकदम इमोसनल थिएँ, एकदमै स्याड थिएँ। एन्ड नथिङ हेज चेन्ज। मेरो माया उसको लागि कहिले पनि कम भएन, बढ्यो मात्र। आइ एम प्रिटी स्योर कि धेरै ममहरूले आज पहिलो दिन स्कुल छोडेर आउँदाखेरि स्याड हुनुभएको छ। यु आर नट अलोन। गुड जब मम्मा।